सो हेलो एन्ड नमस्ते हजुरहरूलाई स्वागत छ मेरो भ्लगमा। आज चाहिँ हाम्रो यता पुरानो घरमा आएको छु म चाहिँ होइन। अनि उडास लाग्दै भएछ निकै नै ट्र्याक्टर भन्नुपर्दा यो चाहिँ हाम्रो घर भइहाल्यो। तपाईँको यस्तो थियो होइन, अहिले पुरै बाढी पसेर यहाँदेखि चाहिँ बाढी पसेको रहेछ होइन। तपाईँको भन्नुपर्दाखेरि चाहिँ सबै बाढी पसेर यो अगाडिको योहरू सबै के ल्याएछ। अनि आज हेर्न आएको थियौँ, पुरै घर चाहिँ उडास लाग्दो भइरहेछ। यता हाम्रो दिदी बिहा बसेर फुरफुरोमा हात लगाए जस्तै नै बसिरहेको छ होइन। त्यो अगाडि घरको यो चाहिँ हेरिहाल्यो नि, भित्र पनि देखाउँछु म। नराम्ररी लग्छ सबै यो नि घरहरू सबै पुरै भत्किरहेको क्या, यहाँको योहरू पनि यता अरे यो सबै मान्छे नबसी त्यो ढोकाहरू कुकुरले भत्काइदिए पनि सक्छ भन्नुपर्दाखेरि यस्तै छ गाइज होइन। यताहरू एउटा कोठा थियो हाम्रो, यता भनेको किचन थियो तपाईँको। अनि सबै पुरै भत्काएछ, यो ढोकाहरू पनि एझ्यालहरू पनि भत्काइदिएछ। तपाईँको योहरू मिटरहरू त यस्तो छ होइन, मिटरहरूको हालत त देख्न सक्नुहुन्छ, यस्तो बनाइदिरहेछ पुरै मिटर। अब कोठाहरू यस्तो थियो, पुरै एकदम राम्रो थियो क्या तपाईँको। सबै यो के कुकुरले तिन भत्काएर यहाँदेखि यताहरूको सबै नै भनौँ न। यता चाहिँ तपाईँको यता पनि यसो चुलो थियो, आगो साग पुग्ने खालको। अनि यता टोइलेट थियो, टोइलेट सब बाङबुङ भत्काएछ यहाँनिर थियो। यता भनेको चाहिँ म सुत्ने एउटा कोठा थियो। यहाँनिर हाम्रो टिभी थियो है, टिभी गाइज कसले हेर्नुभयो यस्तो टिभी, जमानाको टिभी हो यो चाहिँ। बबाले त्यो बेलामा हामीले कम्ता हेरिँदैन थियो, यस्तो रमाइलो हुन्थ्यो नि यो टिभी हेर्नको लागि। भनौँ न तपाईँको स्कुल मोटो पातलो दिन्थ्यो, स्कुल छोडेर आएर हामीले हेर्थ्यौँ क्या फेरि डिसमा आएर। अनि भनेको हामीले पहिले नै यहाँनिर जाँड बनाउँदाखेरि यो डडम थियो, यो डडम चाहिँ अहिलेसम्म रहेछ क्या। लगभग भयो हामीले 5 वर्ष छोडेर गएको, अहिलेसम्म डडम रहेछ यो। अरू सामानहरू पनि थियो यहाँनिर, खाटहरू थियो, खाटहरू रहेनछ। यो तपाईँको भन्नुपर्दाखेरि फिल्टर क्या, अलिकति यहाँको पानी भनेको त गनाउँछ नि त, त्यही भएर अनि फिल्टर युज गर्थ्यौँ हामीले पहिले। त्यो गाइज होइन। टेबल चाहिँ रहेछ होइन, जस्तै टेबल चाहिँ रहेछ। थुप्रो वर्ष भयो क्या, लगभग यो 9 वर्ष जति भयो यो टेबल भएको। बाढीहरू छिरेर हेर्नु न, यहाँ सबै माथि त्यहाँ बाँध फुटाएर आएको छ होइन। सो गाइज निकै दिन भ्लग बनाउनु पाएको थिइनँ, भ्लग पनि होइन। सो आज म तल आएको थिएँ हाम्रो पुरानो घरमा, हेरिहाल्नुहुन्छ तपाईँहरूले, हेरिहाल्नु होला। सो गाइज सबैजनाले हेरिसकेपछि लाइक कमेन्टहरू सेयरहरू हालिदिनु होला। लास्टै भनौँ म चाहिँ पहिलेदेखि नै हामीले बसेको होइन, थुप्रो वर्ष पनि बस्यो, आफ्नो बस्यो। त्यही भएर एकदमै यहाँ आउँदा चाहिँ अलिकति नराम्रो फिल हुँदो रहेछ त्यसरी देख्दाखेरि चाहिँ। भनौँ न हिजोअस्ति आएको जस्तो लाग्छ क्या, यो यहाँ बस्नु जस्तो लाग्छ होइन। सबै सामानहरू केही छैन, यस्तै छ गाइज होइन। बबालै लाग्थ्यो क्या बस्न, अब भनौँ न त्यस्तै भएर हामी उता लेटाङतिर गयो।